अहिले चाहिँ 11:30 भइसकेको छ र अहिले पनि कन्टिन्यू पानी लगाइरहेको छु। र विशेष गरेर यो पानी चाहिँ अहिले हामीलाई पानीको क्राइसिस भइरहेको छ र यो चाहिँ वेस्ट पानी चाहिँ मैले लगाइरहेको छु। यो चाहिँ गाईको गोठबाट निस्केको पानी हो र हेरौँ अब यसले यो फुललाई कतिको प्रभाव पार्छ भन्ने चाहिँ अब म परीक्षणमा छु। अब यसले फाइदा गर्यो भनेदेखि चाहिँ ठिकै छ, नेक्स्ट टाइम पनि यही पानी लाउँछु, नत्र भनेदेखि चाहिँ म यो पानी लाउँदिनँ। र अहिले अब दिन भइसकेको छ, अब दिनमा त खासमा पानी नलाउनु पर्ने हो, तर मैले चाहिँ 9 बजीदेखि पानी लाउन सुरु गरेको। 9, 10, 11, 2 घन्टा पुरा 2.5 घन्टा भइसकेको छ। अझ पनि पानी लाउन बाँकी नै छ र यता पर चाहिँ सकेको र यो सक्नेवाला छु। अब यहाँ माथिको 2वटा बेडलाई चाहिँ लाउनु बाँकी नै छ र यो पनि पर पुग्नु बाँकी छ। र यसरी आजको दिन पानी लाउने काम गरिरहेको छु र यसको रिजल्ट चाहिँ अब कस्तो हुनेछ तपाईँहरूलाई म बताउने छु। किनभने मैले भनिहालेँ, यो पानी चाहिँ गाईको गोठबाट निस्केको पानी, यसमा चाहिँ गाईको मुतहरू यहाँ मिक्स भएको छ। त्यसले गर्दाखेरि चाहिँ अब यो फुललाई यसले हानि गर्छ या त लाभ गर्छ मलाई थाहा छैन। र आज अलिकति दिन चाहिँ शीतल दिन भएकोले गर्दाखेरि मात्रै मैले यो पानी लगाइरहेको, नत्र भनेदेखि चाहिँ म 9 बजीभित्रमा चाहिँ यो पानी लाउनु बन्द गरिहाल्ने थिएँ। आइतबारै लाउनु पर्ने पानी, तर आइतबार लाउनु पाइएन। हिजो सोमबार पनि लाउनु पाएन। पानी एकदमै हामीमा क्राइसिस भइरहेको छ अहिले चाहिँ, खाने पिउने पानी चाहिँ। र यसरी नै अहिले चाहिँ यो पानी लगाइरहेको छु। तपाईँहरूलाई के कस्तो लाग्छ तपाईँहरूले पनि हेरेर कमेन्ट गर्नुहोस् होला।